सुनसरी 1 को प्रत्यक्षतर्फको उम्मेदवार हो। चिसो छ जाडो भइहाल्छ चिसो छ अनि यो त उ गइसकेपछिको गीत बजायो आफ्नै कलेज सवारी कोही ताजा ताजा फ्रेस सिस्नो टिपेर खाइदेऊ। यो भनेको नि पहाडी मान्छेहरूको लागि नि पनिसमेन्ट दिनु पर्यो भने यो जाउँ हामी होइन आज चाहिँ यसो फागुन 15 गतेलाई यस्तो टाइम मिलाएर पारेर अनि नाम्चे आएको छौँ। नाम्चे बजार भेटेटार साथीको बर्थडे पनि छ आज देबुको त्यहाँ पर छ। यो हो तेजपत्ताले के भन्छ इङ्ग्लिसमा अनमोल अर्को पनि ब्लगर जन्मिँदैछ। उप्स लसुन पाहाडमा यस्तो लसुन हुन्छ है आलु चाहिँ यस्तो हुन्छ है कन्टेन्ट एउटै त हो नि हामी मिलिजुली अगाडि बढाउँ न के छ र त्यो चाहिँ के हो थाहा पाइएन है हेरौँ त चिनिन्छ कि बा खेत खन्दा जोदा यस्तो हुन्छ है पाहाडमा खालि हाइपरस भनेर तारिफ गर्छ क्या मोबाइलको त्यहाँ पुगेर आम केटा हो त्यहाँ माथि तिमी त्यही पुगेर फकेर सर्टकट जाउँ न त हामी गएको नि त सर्टकट थाहा छैन। म यहाँ गेटबाट जान्छु ए होस् साथी यहाँहरू यहाँ के बवाल छ क्या भइसक्यो यसो मी ट्राइङ टु इन्टर अ हट अनि द्याट वान गाई भनेर के जाउँ ल मुला भन न कपिराइट लाग्छ नि अब यो रातिको भ्युज नाम्चे आएको छौँ हामी आज राइट हाम्रो शाहरुख खान त्यो गुनास चाहिँ किन बोकेर हिँडेको ल गीत गाउँ न एउटा हुन्छ ल्याइदेऊ न रेडी छ नि हैन ठीक छ नि चार्जहरु माइक ल्याऊ ए सिंगर छ यहाँ केटाहरूकै यो सेकुवा पल्ने मासु पोल्दैछन् सेकुवा बनाउँदैछन् होइन मौसमले हो क्या साथी यहाँ सर्दी लागेको अरू केही होइन होइन मलाई सर्दी घाँटी दुखेको थियो कि घाँटी चाहिँ गयो सर्दी लागेको देखियो होला उसले भिडियो चाहिँ हाम्रो दामी पुरा आउने जस्तो कुरा आराम अनि एउटा चाहियो त मलाई पनि तिमीले नि कुरा खसेको तारा के लाइन आउनु पर्यो नि त म हेर्दैछु हाम्रो आइरहेको खै थाहा छैन बिर्सक्यो मैले ओ देउला दसैँ तान के 800 मिटर पनि होइन होला 5-7 सेकेन्डमा सकिने भयो त 30 सेकेन्ड होइन देबु गिफ्टमा पाएको आइपिएल को 20 वर्षमै रोकिएको 5 सेकेन्ड भित्र त यहाँबाट त्यहाँसम्म
जग्गा जाने हुन्छ सब जाने भने होइन त्यो होइन मान्छे त्यहाँबाट जाउँ हौ एकलट घुम्न आएको होइन जाउँ एकलट घुमाइ हुँदैछ हाम्रो नाम्जेमा यसरी होइन बिहानै उठेर खाजा चिया खाएर अर्को गन्तव्यतिर लागेको छौँ हामी मजा हुँदैछ उकालो चढ्दैछ केटाहरू गुराँसहरू ला सरी ल अब गर फेरि गर र गुराँस हेर्ने तर्खर छ चलिरहेको तेजपत्ताहरू पनि छ निकै नै गुराँसको बोट यहाँ पनि छ सुदेशहरू यहाँ आएन सायद यहाँ नभए त गुराँस त देखिहाल्छ नि कस्तो मजाको होइन गुराँस पनि हेरियो चिया बगान पनि हेरियो अब कन्या मिलाम गरिराख्नु परेन है केटाहरूलाई हेऱ्यो नि कस्तो बवाल मतलब अलमोस्ट त्यहाँ पनि क्या बवाल गुराँस देखिरहेको छ यार हो अनिस उ त्यहाँ क्या कहाँबाट कन्यामा आइपुगेको जस्तो छ यार उप्स ए त्यो ट्री त यार अनि त आउन त्यो ज्याक्रान्डा के ट्री हुन्छ नि त्यो गुराँस हेर न त्यो आए होला नजिकमा फोटो खिच्ने काम हुँदैछ यता ये कहाँ मेरो फोटो खिच न आ गए हम फोटो अहाँ सुन्न लायक घुम्न जाने बाटो त छुट्टै हो कि क्या हो ला बाटो ए काटेको काटेको आए खिच त यताबाट अम्ला हटाऊ क्यामेरामा हेर्नु त यो त एकदम यस्तो देखिन्छ यस्तो बवाल भ्यू छ त्यहाँ माथि गुम्बा छ त्यहाँ पनि पुग्नुपर्छ हामी अनि हाउ तर उता गुराँसको झार टिपेर राखिरहेको छ सानो हङ्गा होइन यहाँ केटाहरू रमाइलो गर्दैछन् हेर्दैछन् जान मिल्छ आउन फर्किन मिल्दैन किन यतैबाट तल जाने बाटो छ वानवे बाटो छ क्या यताबाट होला नि त बाटो यताबाट अर्को त्यो जाऊ त गरे हैन अर्को होला तर हो सही हो जाऊ ओइ त्यहाँ चढेर खिचौँ न हट यार आइथ्यो त्यहीबाट बाटो खोज्दा बाटो पाइन फल्ने फुल्ने माटो पाइन यो भिडियो हेर्नको लागि एक्सक्लुसिभली तपाईँहरूले हाम्रो च्यानल बौमा फलो गरेर सब्सक्राइब गरेर हेर्न सक्नुहुन्छ है त प्लिज डु सब्सक्राइब टु बौवा एकचोटि गएर हामीलाई विश्वास गर्नुहोस् पहिले इस्तेमाल गरौँ फेरि विश्वास गरौँ भनेर भन्न चाहन्न म पहिला सब्सक्राइब गर्नु त्यसपछि भिडियो हेर्ने भन्न चाहन्छु के बोलेको मैले के बोलेको यो भइसक्यो सिनु त हैन तिम्रो बनाइदियो हेर्नु त यो है ए वाउ ब्युटिफुल लभली भ्युज उतापट्टि तल भेटेर छ कि उमा तल यो गुराँस क्या दामी देखिरहेछ क्या यार मनमोहक दृश्य छ क्या अति नै यार नेपाल अरे यार क्या बवाल वीडियो में सही हो काम आयो आँखामा यार मेरो खिच्दैन ल खिच्दिन्छ आउनु गुराँसको फेद मुनि सम्झनाको छाया
जहाँ गए नि किन लाग्छ मलाई तिम्रै माया गुराँसको फेद मुनि सम्झनाको छाया जहाँ गए नि किन लाग्छ मलाई तिम्रै माया हेर्दैछन् के गाउँ न काटा त सुरु गरौँ हेर यताबाट जाने एक राउन्ड हान्ने यताबाट कताबाट यताबाट हिँड न कहाँ एक राउन्ड हान्दै उताबाट निस्किने उता बाटो छ कि छैन फेरि कुनै छ त्यो त उता चौरी छ त छ चौरी एक बाटो त यो पछाडि स्तुपा छ नि त्यो त बन्द छ क्या गेटै जान मिलेन विकासको मार्गमा छ त्यो प्रगति हुँदैछ जता जाँदा नि भयो त यो चाहिँ काफलको बोट अरे काफल यस्तो हुँदो रहेछ हिँड्दान सानो सानो लास्टै फलेको छ पाक्न चाहिँ छैन पाएको अरे यो पाएको होला नि त्यसो भए यो लाग्यो नाम्चेबाट पनि फेरि नाम्चेबाट भेडेटार जाँदै गर्दाखेरि हाम्रा साथीहरू यस्तै देखिन्छन् यो भयो अनिश दाहाल पछाडि देवु शर्मा अधिकारी जे भनौँ त्यो पछाडि अनमोल र अझै पर जो दुईवटा देख्ने हुनुहुन्छ नि उहाँ परौ ऊ त्यो दुईवटा पर छ नि एउटा अमृतसर एउटा कौशल भन्ने मान्छे छ होइन अनि उनीहरू चाहिँ अलिक बिस्तारै हेर्दैछन् स्लो एन्ड के समथिङ विन्स द रेस्ट भन्ने थियो नि हो त्यस्तै त्यस्तै उनीहरूले एप्लाई गरेको छ तर हामी छिटछिटो हिँड्दैछौँ अब हेरौँ यो झर्दा झर्दा यसरी यहाँ अब त्यो बाटोसँग हामी मिट हुन्छौँ ठ्याक्कै यहाँ यसरी हामी सर्टकट हिँडेको उडाउँदैछन् कस्तो बवाल तरिकाले जे होस् मुझे चलते जाना है बस चलते जाना होटल तमोर भ्याली भेडेटार उता स्काई वॉक उता माथि स्काई वॉक और इधर हामी यता माथि उता छ दुईजना अगाडि गरिसक्यो हामी टाइम लागेन नाम्चेबाट यहाँ झर्न चाहिँ केटा अघि आएर पर्खिरहेको शङ्खा हेरौँ त त्यो यो शङ्खा टुरिस्ट एट्र्याक्सन एउटा एकदम जे होस् होइन यस्तो छ फोटो खिच्नेको घुइँचो छ त जे होस् तिम्रो गिटार त त्यहाँ छ नि त ए त्यत्रै छ हेरौँ त्यो पर्सि होली खेलौँ ल देऊ खेलेगा होली खेलेगा होली कब है होली कब खोइ त्यो एउटा कहाँ गयो हरायो ए जाउँ है के गरौँ खाम साम त्यस्तो बिग्रेन ओए कस्तो सर्ट आयो खाना पर्यो नि त अब यहाँ मटका चिया खाने यही उतातिर नजाने अल्छी लाग्यो किसका खिच रहा है किसका कर रहा है किसका हो रहा है अनिस आएर त